Hello, good morning everyone. सबैलाई वेलकम ब्याक टु माई च्यानल होइन आज चाहिँ हामी अब टक्क लागेर यहाँनिर पास्ता म बनाउँदैछु है एकदमसँगले यहाँ दामी चट्ट पास्ता बनाउँदैछु यो खाएर चाहिँ नि हामी सट्ट लगाएर वन्डरल्यान्डको टिकट काटिसकेका छौँ र वन्डरल्यान्डतिर लाग्छौँ त्यो चाहिँ एउटा यहाँको युकेको वर्षमा आउने मेला हो यहाँ मेला चाहिँ भव्य र सभ्य हुन्छ म त्यो स्क्रिनमा नै देखाइदिन्छु पोस्टर समथिङ होइन त्यो चाहिँ देखाइदिन्छु दामी नै छ एकदम बवालै छ होइन अनि यो भाइले चाहिँ मेरो लागि टक्क यहाँनिर कफी यसको लागि हट चक्लेट खाएर पनि कहिले हट हुन सकिनँ ओके यो चाहिँ होइन म चाहिँ त्यही कफी नै खान्छु केही छैन यो चाहिँ पाक्दैछ ल एभ्रिवान अहिले यो पकाइसकेर भेटौँला है त ल टक्कसँग हामी जब खाँदैछौँ खाएर दुईजना सकिसकेको छ यो भाइ किन बढी भइरहेको सब्जी त्यहाँनिर केपी हो हाम्रो त्यहाँ खाइरहेको छु अझै स्टिल खाइरहेको छु पानी छ टक्क अब यो सब खाइसक्यो रेडी भएर ट्याब हान्नु यो चाहिँ ल दर्शक दाईको लागि आउँदैछ है एकदम स्पेसल मैले बनाएको भाइको हातको मिठो खानेकुरा है वी अल गेटिङ रेडी अलरेडी होइन हामी चाहिँ अब सबजना रेडी भइसकेको छौँ र अब हामी चाहिँ टक्क लगाएर जानुपर्ने हुन्छ दुईजना चाहिँ गइसकेको छ जमसम्म छिटो ल हामी चाहिँ अब टक्क लागेको है त हाम्रो डेस्टिनेसन वन्डरल्यान्ड सबजना एभ्रिवान इज गेटिङ रेडी एन्ड लुकिङ सो ह्यान्डसम मेरो चाहिँ मुखमा यो ल्वाङ छ क्या घाँटे दुखिरहेको त्यही भएर म ल्वाङ खाँदै हिँडिरहेको छु साथी चाहिँ एकदम ह्यान्डसम भनेर हिँडिसकेको छ साथी हेलो भन्दै न त वे लभली सिनेमेटिक हानिदिन्छ त मेरो साथीको ल हाम्रो चाहिँ ट्रेन आइसकेको छ है त्यो ट्रेन चढेर एयरपोर्टमा गएर तब अर्को ट्रेन चढ्नु पर्ने हुन्छ अनि फेरि हामी साथी यहीँ छिरौँ न यहीँ छिरौँ त्यो मान्छेले आज बिचायो कल गर्नु त कहाँ हो रे नम्बरमा कल गर न हामीले टक्क चढिसकेको छ त्यो चाहिँ अगाडि चढे जस्तो छ त्यो पनि केही छैन अन्त एयरपोर्टमा भेटाउँला सँग अगाडि गएर बस्छु नि हो ट्रेनमा दामी ताल ट्रेन टु रिडिङ एलिजाबेथ चाहिँ यस्तो छ है त कडाया छ कडाया त हामी चाहिँ रेडी भएर टक्क हिँडिसकेका छौँ त सम्झे हिरो चढेर हिँडिसकेका छौँ है त ल यो चाहिँ एलिजाबेथ हो धेरै ओ सबभन्दा लङ्गेस्ट ट्रेन कुन हो लेन्थमा यही होला होइन एलिजाबेथ नै चाहिँ बोन स्ट्रिट आइसकेका छौँ अब यहाँबाट चाहिँ 17 मिनट हिँड्नु पर्ने हुन्छ हामीलाई 17 मिनट हिँडेर टक्क हामी चाहिँ हाम्रो डेस्टिनेसनमा पुग्नेछौँ एन्ड मैले भनेकै थिएँ म आज मेरो कलेज भिडियो गर्छु भनेर लेट्स हेर्दै जाउँ आजको मेरो ब्लग दामी नै हुनेवाला छ एकदम कडाइ हुनेवाला छ यहाँ चाहिँ यस्तो कडा हुन्छ क्या फेरि टुप्पै छ है बगाले छ भेटौँला है त बाहिर पुगेपछि अब हामी बाहिर निस्किनुपर्छ यहाँबाट हामीले चाहिँ ट्याब आउट गरेर निस्किसकेका छौँ हामी चाहिँ अब यहाँबाट 17 मिनट हेर्नुपर्ने हुन्छ चाहिँ कस्तो मजाले च्यापेर हिँड्छ नि लैलै यिनीहरूले चाहिँ है यस्तो जाडोमा कन्ट्रोल हामी भनेको त केटाहरू हिँड्ने हो त्यसरी गल्लीको बाटोमा हिँड्यो भ्लग बनायो त्यही हो काम नै
बवाले मजा आउनेवाला छ है त ल फाइनली अर्जेन्टिनाको एम्बेसी भेट्यो है त मेसी 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 यहाँ चाहिँ दामी रहेछ नि यो होटेलको डेकोरेसन चाहिँ मलाई मन पर्यो है त दामी लाग्यो यो हिँडाइ होइन यसको हिँडाइ कडा छ ओए रुनु न सम्धी माग्नु न एउटा सम्धी एउटा माग्नु न छिटो हामी चाहिँ फाइनली आइसकेका छौँ यो चाहिँ वन्डरल्यान्डको एक नजरिया हो कुर्नुपर्ने हुन्छ हामी लाइटको पर्खाइमा बस्नुपर्ने हुन्छ औ सेट कत्रोबाट पर्खाइ राखिदियो यार एउटा बेलुन दिए नि हुने नि यार सम्धीलाई यो हाम्रो सानो बच्चालाई निड द्याट भल्युम चम्किरहेको छ अनुहार किनकि यो बेलुनले गरेर हो नजरा बब्बाल छ नजरा बब्बाल छ त्यो बब्बालै छ एकदम सबै दामी छ ओए यो गेट चाहिँ बवालै छ रोटेपिङ यहाँको कत्रो ठुलो सबभन्दा ठुलो मानिन्छ होइन यहाँ चाहिँ बवालै छ आमा रोटेपिङको नजरा हेरौँ यसलाई कत्रो हो यो रनमती आमा मोबाइलमै क्याप्चर भइरहेको नि राम्रोसँग यार खतरा छ खतरा बबाले आज चाहिँ बब्बालै हुनेवाला छ मेरो गर्लफ्रेन्ड चाहिँ भित्र बसिरहेको छ अरे है त उसलाई चाहिँ अब भेट्नु जानुपर्ने हुन्छ बबालै छ दामी नै भइरहेछ कडा लागिरहेको ठिक छ हामी चाहिँ आइसकेको छौँ र अब भित्र टक्क लगाएर छिर्नुपर्ने हुन्छ है त अढैसँग हामी चाहिँ कत्रा चिसो छ चिसो दाइ के हो कपाल त कट हाले त अनि यता छ ह्यान्डसमहरू कताबाट छिर्ने हामी यताबाट छिरौँ ल छेउ हाम्रो गाउँ छिर्दिने है त ए यो चाहिँ नजरा है त दामी नजरा है त नजरा हामी चाहिँ भित्र छिरिसकेका छौँ नजरा हेर्न सक्नुहुन्छ तपाईँहरूले पैसा नभएको कारणले अहिले चाहिँ योहरू दिँदैन अरू चाहिँ बजेटभन्दा माथिने चाहिँ योहरू के भनेको हामी चाहिँ टक्कै हेर्न मात्र आएको मलाई चाहिँ बब्बाल लागिरहेछ है त कडै छ कडै दामी छ What is man? ओए साथी त यो चाहिँ सानो रहेछ जाउँ ठुलो छ क्या अर्को छ क्या त्यो उयो खेल्यो भने त मरिन्छ त ऊ त्यो हेर्नु न आम्मा नेपालभन्दा चाहिँ बेटरै मेला चाहिँ कत्रै छ क्या कन्सर्टमा छैन एभ्रिथिङ छ कि यस्तो चलिरहेछ है छ क्या यहाँ चाहिँ कसरी पाउने रहेछ ओए कस्तो नजारा हो यो बगालै छ त यो के हो यार यस्तो यो झिलिमिली आमा नसक्नुहोस् यार खोइ उनीहरू कहाँ जान्छ हौ कहाँ हिँडेको हेर्दै जाउँ नजारा हेर्दै जाउँ यस्तो दामी छ यता जाउँ
द म्याजिकल आइस किङडम रह्यो आइस खेल्ने होला के स्लाइड खेल्ने होला नि त हो यो चाहिँ आइसमा चिप्लिने हो क्या आइस माउन्टेन रहेछ है त्यहाँ चाहिँ भित्र चाहिँ के हो यो आमा डिजे बच्चा त दाइ के हो यो मा रोडमा चाहिँ अन्डरग्राउन्ड हो कि के हो यो को हो दाइ यो नजिकबाट हेरौँ न यार के यस्तो यो बिरामी हिँड्छ हौ फेरि आमा शाबाश बेटा नसक्नु छ ओए यो चाहिँ माथि गयो अब मरिनै भयो बोली के हो यो ओए यो त चौवर छ त रोटिङ होला त I want to try this होइन म चाहिँ अब यो ट्राई गर्दैछु मेरो गर्लफ्रेन्ड चाहिँ गर्न खोजेको गर्लफ्रेन्ड चाहिँ यही हो क्या यही हो 10 सिट हाल्छु है त 10 गेम हान्नु है यो डल पायो भने पायो टाटा है त लास्ट यही हो अब हान्ने भनेको यही हानौला होइन कति सक्छ अब चाहिँ हानिदिन्छु ल म कन्फिडेन्ट आयो अब चाहिँ हानिदिन्छु क्या 20मा हानिदिन्छु कि अब चाहिँ म 10 सिट हान्छु 10 सिटसम्म पढ्नु पर्यो परेन पढ्नु 20 पाउन्डको है त ल Let me win this time or क्या त्यही छेउमै छ है ए बिचमा ल्याएर खाटे नि तल हान तर माथिबाट तलतिर हान एक्सप्रेस खत्म बाय बाय टाटा गुड बाय गया यार लास्टमा पाएर डल पाएन मेरो गर्लफ्रेन्ड हामीले भनेको यार गर्लफ्रेन्डै पाएन नेक्स्ट टाइम बेटर लक अब नहानु मलाई घोटी अब नहानु म अब सक्यो फोटो खिच्यौँ न अब 1-2टा ल अब टोइलेटतिर जाउँ रिल्याक्स भइदिउँ चल्ने भयो नेक्स्ट टाइम बेटर लक 20 पाउन्ड चाहिँ त्यतिकै स्वाहा भयो है त 20 पाउन्ड स्वाहा भयो है त मेरो के गर्ने यार डल यार चाहिएको थियो एउटा डल यार सकिएन यार सेट भयो यो चाहिँ भूतघर रहेछ यो भूतघर ए
अब चाहिँ हामी फर्किन लागेको ल ओए यो झ्यालमा के हो मा ल मा यो त घरभित्रै हिँडेर हिँडिन्छ क्या बङ्गलै घुमाइदिन्छ पुरै भुत गर्दै यताको त हिँड्न नै नपर्ने यो रोटेपिङ चाहिँ आएको यस्तो चाहिँ अनि योहरू खेलौँला कुनै दिन आएर नेक्स्ट टाइम जरुर आउने छु र जित्दै छु अब नेक्स्ट इयर अहिलेको लागि यति नै है त यो रोटेपिङ चाहिँ यहाँको चाहिँ फेरि एकदम भवाले हुन्छ क्या एकदम ठुलो नसक्नु हुन्छ फेरि यहाँको रोटेपिङहरू चाहिँ छ यहाँनिर फ्रेसको त पुरै नगरौँ यहाँको त अनि वे यार यसरी जितेर लिएर आउँछ अक्टोपसहरू अनि अहिले आइदियो भने हेरे दिस इज लास्ट वान लास्ट क्लिप फाइनली अब हामी चाहिँ यहाँबाट वन स्ट्रिटबाट चढिसक्यो अब यहाँबाट टक्क निस्केर एलिजाबेथ समातेर एभ्रिवान बाई बाई हामी चाहिँ ट्रेनबाट झरिसकेका छौँ र अब हामी चाहिँ टक्क लगाएर रुमतर्फ जानेछ यहाँ छ फोटो भिडियो नखिच्ने हामी चाहिँ फोटो भिडियो मजाले अब हाम्रो चाहिँ पैसा असुल भयो होइन उनीहरूको चाहिँ अलिकति पैसा होइन असुल भएको छैन उनीहरूको चाहिँ हेर्ने आउने त्यो के अरे बिचमा आउनु पनि भयो साथी टाइम आउला नि सबैको होइन केही छैन नेक्स्ट इयर निस्किदिन्छौँ हो यहाँबाट त साथी ल अब यति नै हो है त ल एभ्रिवान सबैलाई टाटा बाई बाई अब हामी चाहिँ टक्क रुम गएर रिल्याक्स भएर सुत्नुपर्ने हुन्छ किनकि रात परिसकेको छ 9-10 बजिरहेको यहाँ चाहिँ भवाले भइरहेको छ ल एभ्रिवान बाई बाई